एकचोटि सीमांकन होरिसक्यो, गलत वा सही, अब त्यसमा परिवर्तनै हुँदैन र परिवर्तन गर्यो भने राष्ट्रै घात भइहाल्ने, मुलुक नै टुटिहाल्ने, विभाजन भइहाल्ने यस्ता कुराहरू गैर नियमपूर्ण अभिव्यक्तिहरू आइरहेको छ। त्यो चाहिँ गलत हो। यो चाहिँ संहिताको विरोधमा यी अभिव्यक्तिहरू आइरहेको छ र म प्रश्न रूपमा के भन्छु भने यस्ता अभिव्यक्ति दिने खास गरेर एमाले पार्टी र त्यसको नेता यो खुल्लमखुल्ला संहिताको विरोधमा चाहिँ अभिव्यक्तिहरू आइरहेको छ, खुल्लमखुल्ला रूपमै चुनौतीहरू दिइरहेको छ। यो संहिता विरोधमा यी अभिव्यक्तिहरू आइरहेको छ। यो एमाले पार्टी आफूलाई संहिता विरोधीको रूपमा आफूलाई उभ्याइरहेको छ। त्यति मात्रै होइन, हामी सबैलाई थाहा छ यो संविधानमा संशोधन भएन भने मधेसी जनजाति लगायतका जनताले मान्दैन। प्रश्नै रूपमा भनिसक्यो, हामी मान्दैनौँ। यो संविधानलाई आवश्यक संशोधन गर्नुपर्छ, संशोधन गरेर स्वीकार्योग्य बनाउनुपर्छ, अन्यथा कुनै पनि चुनाव हुन सक्दैन भनिसक्यो। र कुनै पनि चुनाव हुन नसक्नु यो संविधान कार्यान्वयन नहुनु हो। त घुमाएर एमालेले यो संविधान कार्यान्वयनकै विरोधमा जस्तो देखिन्छ। सारा उपलब्धिलाई उल्टाउने हिसाब किताबको गतिविधि पो देखियो त। त्यसैले एमालेले यहाँ साम्प्रदायिक मुठभेड गराउने काम पनि गरेको छ। यो संहिताको विरोध मात्रै होइन, संविधानकै विरोध, संविधानकै के अरे कारण नहोस् त्यसको असफलताको लागि काम गरेको हामीले बुझिरहेका छौँ। र यही अवस्था रह्यो भने मधेसी जनताले अधिकार नपाएको यो संविधानको एक्सपायरी डेट कहाँ आउँदैछ क्या, र त्यति बेला यो संविधानलाई अहिलेदेखि जोगाउने प्रयास गरिएन भने त्यो एक्सपायरी डेट भनेको के भन्छ 74 साल माघ 7 गते हो, त्यति बेला एक्सपायरी भइहाल्छ। त्यसैले अहिलेदेखि यो संविधानलाई मधेसी दलित जनजाति लगायतका समुदायको लागि समेत स्वीकार्य हुने अवस्था बनाउन जरुरी छ र विगतको 10 वर्षको उपलब्धिलाई हामीले जोगाउन जरुरी छ। यो कुरा खास गरेर एमाले पार्टीले र त्यसको नेता केपी ओलीले बुझ्न जरुरी छ। तपाईहरुको माध्यमबाट यो विशेष आग्रह गर्न खोजेको, अन्यथा यो संविधान असफल भयो भने त्यसको पूर्ण रूपेण त्यसको कारकतत्व र जिम्मेवारी एमाले लिनुपर्छ। संशोधन प्रस्ताव परिमार्जन सहित अगाडि बढाइनु पर्दछ। यो संविधान संशोधन प्रस्तावलाई कुनै पनि हालतमा, कुनै पनि बहानामा फिर्ता लिन मिल्दैन, थाती राख्न मिल्दैन, पेन्डिङ राख्न मिल्दैन। यसलाई संविधान संशोधन प्रक्रियामा लैजानुपर्छ र त्यहाँ आवश्यक परिमार्जन र संशोधनका कुराहरू गरेर यसलाई स्वीकार्योग्य बनाउनुपर्छ। प्रश्न रूपमा हिजोको बैठकमा पनि हामीले आफ्नो कुरा राखेका हौं र यो कुरा सरकारी पक्षले माओवादी र कांग्रेसले यो कुरालाई स्वीकार गरेको छ। त्यसैले त्यो संशोधन प्रस्ताव आगामी बैठकमा त्यो चाहिँ संसदको कार्यसूचीमा राखिन्छ भन्ने कुरा सहमति भएको छ र सो अनुसार चाहिँ काम हुनुपर्छ। अर्को कुरा म एमालेको बारेमा फेरि पनि भन्छु। अब यो संशोधन प्रस्ताव, संविधान संशोधन प्रस्ताव संसदभित्र छिर्नै नदिने यो कुन यो संसदीय लोकतान्त्रिक मूल्य मान्यता हो? यो त संसदीय मूल्य मान्यताको पनि विरोधमा गयो। यो व्यवहार पनि
एमाले त्यो व्यवहार सच्याउनु पर्छ र संसदभित्रै आफ्ना सहमति र असहमतिका कुरा राखिनु पर्दछ र अहिले ऋषिजी भन्नुभयो 2/3 भएन भने के भन्छ नि पास हुँदैन। तो दुनियाँलाई थाहा छ 2/3 चाहिन्छ संविधान संशोधनको लागि। अब एमाले समेत सहमतिमा आयो भने 2/3 सजिलो पुग्छ र संविधान पारित के अरे संशोधन पारित हुन्छ। अब एमाले गर्दैन रे पटक पटक भनिरहेको छ। अब त्यसको लागि हामीले यो संशोधन प्रस्ताव मधेसी मोर्चा समेतको स्वीकार्य हुने गरी अवस्था बनाइसकेपछि यो संशोधन प्रस्तावको विरोधमा जानेको विरोधमा मधेसी मोर्चा जान्छ। सभा कुरा संसददेखि लिएर सडकसम्म जनताको अधिकारको लागि ल्याइएको संशोधन प्रस्तावको विरोध गर्नेको नाङ्गो झार पार्ने काममा पनि हामी लाग्छौं र सडकमा दबाव बनाउँछौं। मधेसमा सशक्त दबाव हामी बनाउँछौं र या त संशोधन प्रस्ताव पारित हुने अवस्थामा एमाले पुर्याउँछौं, नत्र एमाले जस्ता पार्टी मधेसमा टिकाउन अप्ठ्यारो होला। एमाले मुक्त मधेस को निर्माण मधेसी जनताले गर्न सक्छ। यो कुरा एमाले समयमै बुझ्न जरुरी छ र जनताको अधिकारसँग खेलवाड गर्न मिल्दैन। मा पनि केही टिप्पणी गर्न मन लागेको छ। यो एमाले त गैर जिम्मेवार अभिव्यक्ति दिइरहेकै छ। उ 5 नम्बर प्रदेशको सीमाङ्कनमा आफै केपी ओलीले सही गरेको अनि अहिले के को विरोध गरेको कोही पनि द्वैध चरित्र भनेको यसैलाई भन्छ। आफू चाहिँ सही गर्ने, आफूले सही गर्ने बेलामा ठिक, अहिले चाहिँ कसरी बे ठिक हुन गयो। सही गर्ने बेलामा राष्ट्रवादी थियो, प्रस्ताव राष्ट्रको लागि थियो, जनताको लागि, अहिले चाहिँ राष्ट्रघाती भयो रे। यस्ता कुरा द्वैध चरित्र बोक्ने पार्टी र नेता जनताको अगाडि नाङ्गो हुनुपर्छ। र अर्को त्यो एमालेको त्यो विरोधमा माओवादी र कांग्रेसका पनि केही नेताहरू हामा मिलाएर त दम भरिरहेको छ। आन्दोलनमा चाहिँ जर्मन के भन्छ थपिरहेको छ। यो के हो? यो हिजो पनि बैठकमा हामी भन्यो यो नाटक नौटङ्की खत्म गर्नुहोस्। तपाईहरुको नेता पनि त्यहाँ गएर एमालेसँग 5 नम्बरको सीमाङ्कनको जो मधेस थरोडलाई फर्काइएको खोसिएको भूभाग फर्काइएको छ त्यसको विरुद्धमा त तपाईको नेता पनि छ कांग्रेस र माओवादीको। यो के हो? यो नौटङ्की होइन, रोक्नुहोस्। द्वैध चरित्र तपाईहरु पनि नदेखाउनुहोस्। ती नेतालाई रोक्नुहोस्। तपाईहरुको निर्णय पार्टीको निर्णयबाट संशोधन प्रस्ताव दर्ता भएको हो भने कांग्रेस र माओवादी पार्टी समेतको निर्णयबाट दर्ता भएको हो भने तपाईहरुको नेता सांसद त्यहाँ यो प्रस्तावको विरोधमा किन उभिरहेछ त्यहाँ? त्यसैले त्यसलाई रोक्नुहोस्। रोक्दैन भने कारबाही गर्नुहोस्। अनि पापा पनि चिची पनि त्यस्तो पनि हुन्छ? त्यो हुँदैन नि। त्यो पनि हिजो आज बैठकमा प्रचण्डजी र हामीले देउबाजीलाई हामीले प्रष्ट रूपमा भनेका द्वेष चरित्र देखाउन मिल्दैन। उहाँहरूले वचन दिनुभएको छ बिल्कुल पार्टीको निर्णय अनुसार नै काम हुन्छ र त्यसरी चाहिँ द्वेष चरित्र देखाउन मिल्दैन। कांग्रेस र के भन्छ माओवादीले पनि संविधान यो प्रस्तुत गर्न नदिने। हामीले पनि त विरोध गरेका थियौं नि। संविधान यो चाहिँ 3 दलले संविधान गलत संविधान ल्याउँदाखेरि हामीले विरोध गरे होइन? अनि कसरी संविधान पारित गर्न तिनीहरूले? र संसदीय प्रक्रिया अनुसार संसदमा आफ्नो विरोध गर्न पाइन्छ तर प्रस्तावै ल्याउन नदिने त्यो चाहिँ त हुँदैन नि। त्यसैले संसदीय प्रक्रिया चाहिँ सरकारले त्यसलाई सुचारू गर्ने सरकारको दायित्व हो र त्यो चाहिँ प्रक्रिया सरकारले अगाडि बढाओस् भन्ने हामीले चाहेका हौं। स्वीकार्य भइसकेपछि हाम्रो विरुद्धमा जानेको विरुद्धमा हामी गइहाल्छौं नि। छोड्दै हो र? छोड्दैन नि। त्यो त मधेसमा एमाले छ भने एमाले हामी दबाब बनाउँछौं नि हो संशोधनलाई सही
सहयोग गर, जनताको मागलाई सहयोग गर, नत्र त्यहाँ चाहिँ एमालेलाई बस्न दिँदैन जनताले, टिक्नै दिँदैन। अनि बाध्य भएर संसदमा सहयोग गर्नु परेन, अनि गरेपछि पास हुँदैन, पास हुन्छ। एमाले अब बातको के भन्छ भने अब कुन भूत हो, बातको भूतले काम चल्दैन भने जनताको दबावको त्यसले केही काम चल्ने होला। मधेसी नेताहरूले एमाले मुक्त मधेस बनाउन सक्यो, यो चाहिँ कल्पना हामीले गरेका छौँ। कुरा लटरपटर होइन है। कुनै पनि निर्वाचनको नाउँमा मधेसी जनजातिको समस्यालाई थाती राखेर निर्वाचन गराउँछु भने कल्पना गर्दै बेकार हो, यो चाहिँ दिवा स्वप्न हो, यो हुनै सक्दैन। पहिले यो संविधान संशोधनका कुरा अगाडि बढाउनु पर्यो, गर्नु पर्यो, समस्या समाधानतर्फ जानु पर्यो, अनि निर्वाचन त भइहाल्छ नि। निर्वाचन विरोधी थोरै हामी सबै मिलेर निर्वाचन गर्ने नि। अब के छ भने पाडित हुन्छ भनेर हामी लागिरहेका छौँ, तपाईँ त पाडित नहुनेलाई त गइराख्नु भएको छ। भएन भने पनि थियो पारित हुन्छ, जसलाई चुनाव चाहिएको छ संविधान संशोधन पारित गर्नुपर्छ के, कसलाई चुनाव चाहिएको भएन भने चाहिएको छ भने जनताको माग पुरा गर्नुपर्छ, मधेसी जनजातिको समस्या हल गर्नुपर्छ। पुरा बुझ्नु भएन? समस्यालाई मिल्काएर थाती राखेर अनि चुनावको कुरा गर्न मिल्दैन, कुनै पनि बहानामा मिल्दैन, त्यो गर्नुपर्छ। त्यो पेश भइसकेपछि त्यो पारित भएन, त्यो सफल भएन भने हैन अल्पमतमा पर्यो भने त्यो प्रस्ताव अनि अल्पमत पत्र 2/3 मा पुगेन भने नि त हुन्न भन्ने कुरा हो। महाभारत बुझ्नुहुन्छ? त्यसै पनि लडाई त हुनेवाला छ, अधिकारको लागि लडाई। अहिले पनि 5वटा जिल्ला त दिएको छैन नि त हामीलाई, त पाण्डवले 5 गाउँको लागि महाभारत गर्नु परेको थियो, मधेसीले 5 जिल्लाको लागि महाभारत गर्नुपर्ने अवस्था आउन सक्छ मुलुकमा, याद राख्नुहोस्। त्यसैले चुनाव ठुलो एजेन्डा होइन, समस्या समाधान गर्नु ठुलो एजेन्डा हो के। कुनै पनि बहानामा, चुनावीको बहानामा चाहिँ जनताले अधिकार नदिने कुरा मान्ने हुँदैन, त्यो क्षम्य हुँदैन, त्यो बहाना हो। 250 वर्षदेखि शासन गरे, अहिले पनि चुनाव देखाएर अहिले पनि त्यो चाहिँ अधिकार नदिने, संविधान संशोधन नगर्ने, यस्तो पनि हुन्छ। त्यसैले जसलाई जनताको माया छ, संविधानको माया छ, अधिकारको के अरे यो निर्वाचनको कुरा गर्नु छ, जनताले अधिकार पनि दिनु पर्यो नि त। संहिताको विरोधमा जाने, 5 नम्बर प्रदेशमा त 6 वटा निकाल्दाखेरि किन निकालिस् भने देशको राष्ट्रियता खतरामा पर्यो, राष्ट्रघात भयो। यो एकात्मक सोच भयो कि भएन? अरे मुलुक त एक ठाउँमा छँदैछ नि, हिमाल पहाड तराई मधेसीको ठाउँमा होइन र, त किन संहिता चाहियो? यसले चाहियो कि मधेसी थारूहरूलाई शासनको अनुभूति भएन, छुटाइदियो भने त्यहाँ आफ्नो शासन गर्छ प्रान्तमा, अनि उही राख्नुपर्छ रे हिमाल पहाडसँग मिलाएर। के मतलब हो? अहिले पनि शासन गर्छु भने होइन, यसको मतलब अहिले 250 वर्ष गऱ्यो, अहिले पनि शासन गर्छु, संहिता आए पनि शासन हामी गर्छौँ, तिमीलाई दिँदैन, त्यो भन्नु खोजेन हो। त्यसैले यो चाहिँ हुँदैन क्या। प्रदेशमा सङ्घर्ष भइरहेछ नि, मधेसले पनि त्यसको प्रतिकारमा उत्रियो भने अहिले नि देशमा गृहयुद्ध भइहाल्छ। अनि के हुन्छ त्यसपछि? के हुन्छ त्यसपछि? त्यसको कारक, त्यसको जिम्मेवार को हुन्छ? यो कुरा एमालेले बुझ्नु पर्दैन। राष्ट्रघात त एमालेले गरिरहेछ के, संहिता विरोधमा, संविधानको विरुद्धमा उसले सारा काम गरिरहेको छ। त्यसैले यो कुरा अब समय आएपछि सबै कुरा विस्तारित प्रमाणित भइहाल्छ, जनताले पनि बुझिरहेको छ। एउटा सुनसरी र कञ्चनपुर कैलाली कुनै पनि हालतमा हामी छोड्दैन, याद राख्नुहोस्। मैले भने अहिले पाएन भने पाएको उपलब्धिलाई हामी रक्षा गर्दै 5 जिल्लाको लागि महाभारत चलाउने हो न गर्ने, चाहेको त अहिले नै हो। तर अहिले सम्भव छैन भने ट्युआर चाहिँ बनाओस् न त। ट्युआर 5 जिल्लाको समाधान कसरी गर्ने त? त्यो उपायहरू देखाओस् न, विश्वसनीय हुने गरी। त्यस्तै तपाईँको यो उसको भाषामा चाहिँ धारा चाहिँ गलत फलत त्यहाँ राखेर छ, राख्नुपर्ने सङ्घीय उसमा त्यो प्रान्तमा ल्याएर राखेको त्यो गलत, त्यो त्यहाँ परिमार्जनको आवश्यकता छ। नागरिकतामा छोडेकै रहेछ, नागरिकतामा के अरे पराधिकार सम्बन्धी जो धारा हो त्यो धारालाई यो संशोधनमा ल्याइएको छैन। यो सम्बन्धमा एउटा कुरा तपाईँले भन्नु है, केही पत्रकारहरूलाई देख्न बडा मजा आइरहेछ के। राजेन्द्र महतोले त अङ्गीकृतलाई राष्ट्रपति बनाउन खोज्यो भनेर खुब लेख्छ के, मजा आउँछ लेख्न। अनि लेख्नुहोस्, अङ्गीकृत नागरिकलाई कुनै पनि पदमा, ठुलो हो सानो, कुनै पनि पदमा नदिने, अङ्गीकृत नागरिकै बन्द गरिदिनुपर्छ के। कुनै पनि पदमा
यो पाखण्डपन हो। अङ्गीकृत नागरिकलाई राष्ट्रपति प्रधानमन्त्री बनाउनु कुनै हाम्रो माग होइन, मेरो माग होइन, योजना होइन, मोर्चाको पनि होइन, मेरो पनि होइन, कसैको पनि होइन के। यो बिना मतलबको इस्युलाई डाइभर्ट गर्ने कामहरू यो खोक्ला राष्ट्रवादीहरूले गरेको छ के। त्यसैले हामीले के भन्यो भने वैवाहिक अङ्गीकृत भनेको एउटा वंशलाई छोडेर अर्को वंशमा प्रवेश गर्छ के महिला। आफ्नो वंश छोड्छ नि आफ्नो बाबुको, अनि के अरे श्रीमान आएर बस्दाखेरि त वंशै अर्को वंशै परिवर्तन गरेको हुन्छ के। अनि त्यस्तोलाई हामी के अरे बिहे गरेर ल्याइसकेपछि त्यो श्रीमतीलाई त्यो बुहारीलाई अधिकार नदिलाउने, त्यसले अधिकारबाट वञ्चित गर्ने, त्यो पो भने त। अनि अङ्गीकृतलाई राष्ट्रपति बनाउनु खोज्यो अरे राजेन्द्र महतो। यस्ता वाहियात फाल्तु कुरा, यो काम न काजको कुरा, यो काम लाग्दैन। त्यसैले त्यो पदाधिकार सम्बन्धी धारा नै छोडेर रहेछ के नागरिकतामा, त्यो पदाधिकार सम्बन्धी धारा छोडेर रहेछ। त्यो धारा संशोधनमा ल्याउनु पर्थ्यो, ल्याएको छैन। हामीले त्यो ल्याऊ भनेर भनेको छौँ। त्यो चाहिँ त्यो जसले अधिकार पाउनु पर्ने हो त्यो अधिकार तिमीले किन नदिएको? अङ्गीकृत नागरिकको अधिकार हामीले मागेको होइन। हामीले वंश जन्मसिद्ध वैवाहिक अङ्गीकृत को अधिकार पाउनु पर्ने, त्यो अधिकार दिनुपर्छ। त्यसमा कुनै कसैले आपत्ति हुनु हुँदैन। किन उठाइदिएको न हो र दिनुपर्छ भने वैवाहिक अङ्गीकृतलाई दिनुपर्छ भने हो, अहिले पनि भनिरहेको। त्यसैले यो चाहिँ गलत राष्ट्रघात यदि भएको हो भने राष्ट्रघात गर्ने उनीहरू नै हो। कुनै धोती लाउने आजसम्म राष्ट्रघात गर्ने सवालै उठ्दैन। गरेको छ यी टोपी लाउनेले गरेको 1000 चोटि भनिसक्यो। यो मुलुकमा धोती लाउनेले कुनै पनि मधेसीले कुनै पनि राष्ट्रघात गरेको छैन। राष्ट्रघात गर्ने हो केपी ओली होला, उसको वंशज होला, ऊ कोइराला र ओली र दाहाल र प्रचण्ड जे भनौँ खसवादीहरू मधेसीले गरेर छैन, याद राख्नुहोस्। त्यसैले पत्रकारहरू पनि राम्रोसँग बुझिदिनुहोस् यो कुरा। पत्रकार भनेको कुरा के अरे सत्य तथ्य कुरा लेखिदिने हो के। त्यो चाहिँ आफ्नो पहाडिया भने पहाडियाको पक्षमा फटाफट लेख्ने र मधेसीलाई फटाफट गाली गर्ने त्यो भन्न मिल्छ? पत्रकारिताको यो नैतिकता हो, दायित्व हो? यो बिचमा मैले चित दुखेको छ के। अङ्गीकृतलाई राष्ट्रपति प्रधानमन्त्री बनाउने यी पाखण्डीहरू थियो। मधेसी थिएन के, राजेन्द्र महतो थिएन। राजेन्द्र महतोलाई आरोप लगाउने, मधेसी पार्टी नेताले आरोप लगाउने, मधेसी मोर्चालाई भन्ने, यो गलत हो। त्यसैले आज कमसे कम यो कुरा प्रष्ट रूपमा तपाईँहरू लेखिदिनुहोस्। मैले बोलेको छ लेखिदिनुहोस्। अरू केही कुरा गरे कुन जनताको झापा मोरङ सुनसरीमा जुन प्रदेश 1 नम्बर प्रदेशमा राखिदियो, क्या होइन म 1 नम्बर प्रदेशमा बस्दैन भन्ने जसलाई सोध्नु पर्यो नि त। मधेसीले भनिरहेको छ, त्यहाँको जनजातिले भनिरहेको छ मधेसीहरूले कि म 1 नम्बर प्रदेशमा बस्दैन, त्यसलाई सोध। त्यहाँ 2 नम्बर बस्नलाई सोधेर हुन्छ? त्यहाँ 2 नम्बरमा जो बस्नै खोजेको हो, पहाडबाट चाहिँ के अरे 30 लाख 40 लाख पहाडी आएर मधेसको धरतीमा आएर बस्यो, अनि त्यसको निर्णय गराउने कसको निर्णय तपाईँ खोजा? कुन जनताको निर्णय गराउनु खोजा? जो जनता संहिता मागेको हो उसलाई सोध्नुहोस् न, तिमी कस्तो संहिता मागेको थियो? यदि एकात्मक शासन प्रणालीकै संहिता सीमाङ्कन गर्ने हो भने संहिता चाहिए किन? समाप्त गर्दै हुन्छ के। हिमालदेखि बोर्डरसम्म त नेपाल त छँदैछ नि हो, तर त्यसमा चाहिँ मधेसीले शासनको अहिलेसम्म मधेसी प्रधानमन्त्री भयो, शासनको अनुभूति पाएन। सेना प्रहरी कर्मचारी तन्त्र लगायत 80% एउटा जातले कब्जा गरेछ। एउटा जातले 12% भएको जातले 80% कब्जा गरेर बस्छ। भन्नुपर्छ र। अनि हामीलाई शासनको अनुभूति भएन, त्यसैले संहिता देऊ भने हो। शासनको अनुभूति कसरी हुन्छ? हाम्रो समुदाय अधिकतम समुदाय भएको बसोबासको प्रान्त बनाइदेऊ भने हो, अनि पो उसको शासन हुन्छ त। अब त्यसमा फेरि निष्कर्ष गइदियो भने, यहाँदेखि त्यहाँसम्म राखिदियो भने त मरे पनि कहिले पनि शासनै हुँदैन। अनि के को लागि संहिता चाहियो? किन चाहियो भन्नुहोस् न। त्यसैले संहिता जुन प्रयोजनको लागि माग्यो त्यो प्रयोजन अब अहिले 5 नम्बर भनिरहेको, त्यही कुरा 5 नम्बर भइरहेको छ। किन छुट्याइयो मधेसलाई? छुट्याउनु हुँदैन भने मतलब के? सँगै राख्छु शासन गर्छु है, अहिले पनि छोड्दैन, सँगै राखेर शासन गर्छु। किन बहुमत राम्रो छ, यहाँदेखि त्यहाँसम्म बहुमत त शासकको नै हुन्छ, मधेसी अरूको थोरै हुन्छ। ओ त्यो नियत नै गडबड छ के। त्यो नियत गडबड भएकोले त्यो हुँदैन नि। संहिताको
नियतले भन न यार।